हेलो नमस्कार साथीहरू, वेलकम ब्याक टु माई न्यू भ्लग। अनि आज चाहिँ म तपाईँहरूलाई घाम तापेको छु होइन। अनि यो घाम चाहिँ भिटामिन डीको कमी हुने र यसको भिटामिन डी सम्बन्धी जानकारीहरू दिन गइरहेको छु होइन। मानिसमा एउटा सामान्य समस्या भिटामिन डीको कमी हो है। यसको बारेमा छोटो जानकारी दिन गइरहेको छु। भिटामिन डी हाम्रो शरीरका लागि अत्यन्तै आवश्यक पोषण तत्त्व हो। यसले हड्डी बलियो बनाउन, शरीरमा क्याल्सियम अवशोषहरू गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन र मांसपेशीलाई स्वास्थ्य राख्न मद्दत गर्छ। तर आजकल धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ होइन। अब ड्युटी, आफ्नो काम होइन, विशेषले घाममा बस्न नपाउने होइन, खानपानहरूले पनि असर पार्न सक्छ। तर आजकल धेरै मानिसहरूमा भिटामिन डी कमी देखिन थालेको छ होइन। भिटामिन डीको कमी किन हुन्छ भन्ने बारेमा चाहिँ सबैभन्दा ठुलो कारण हो पर्याप्त घाम नलाग्नु होइन। शरीरमा पर्याप्त घाम नलाग्नु। हाम्रो शरीरले बिहानको घामबाट भिटामिन डी बनाउँछ, तर धेरै समय घरभित्र बस्ने होइन, सनस्क्रिन धेरै प्रयोग गर्ने वा घाममा ननिस्किने बानीले शरीरमा यसको कमी हुनसक्छ होइन। यसका साथै पोषणयुक्त खाना नखानु, उमेर बढ्दै जानु, अनि मोटोपन, अनि कलेजो वा मृगौला सम्बन्धी समस्याहरू हुनु, तथा केही रोगको औषधिको असरले पनि भिटामिन डी कमी हुनसक्छ है। भिटामिन डी कमी हुँदा शरीरमा के असर देखिन्छ भन्ने बारेमा चाहिँ यसको कमी हुँदा मानिसले प्राय शरीर थाकेको महसुस गर्ने होइन, हड्डी तथा जोर्नी दुख्ने, मांसपेशी कमजोर हुने, ढाड दुख्ने, धेरै निद्रा नलाग्ने अथवा धेरै निद्रा लाग्ने, कपाल झर्ने, मन उदास हुने तथा बारम्बार बिरामी पर्ने जस्ता समस्याहरू हुन सक्छन् है। बच्चाहरूमा हड्डी कमजोर हुने र वृद्ध व्यक्तिहरूमा हड्डी चाँडै भाँचिने जोखिम पनि बढ्न सक्छ होइन। तर यसबाट बच्ने उपायहरू भने सबैभन्दा सजिलो उपाय हो बिहानको नरम घाममा बस्ने। करिब 15 देखि 30 मिनटसम्म बिहानको घाम शरीरमा लाग्ने गरी होइन घाममा बस्दा धेरै फाइदा हुनसक्छ होइन। भिटामिन डी संश्लेषण गर्न सक्छ होइन। जस्तै भिटामिन डी पाइने खानाहरू खानुपर्छ, जस्तै अन्डाको पहेँलो भाग, माछा, दुध अथवा दुधजन्य पदार्थहरू, च्याउ र फोर्टिफाइड खानाहरू खानुपर्छ र नियमित व्यायाम गर्ने, सन्तुलित खानपान र आवश्यक परे डाक्टरको सल्लाहमा भिटामिन डी सप्लिमेन्ट पनि लिन सकिन्छ। पक्कै पनि मेरो भिडियो हेरेर तपाईँहरूले पनि केही ज्ञानहरू लिनुभयो होला, कमेन्ट गर्नु ल।